वासना सहित भएर गएको। हामीको वासना हामीलाई केही छैन, हामीमा क्रोध पनि छैन, काम छैन, क्रोध छैन, लोभ छैन, मोह छैन, मत छैन, मात्सर्य छैन। मलाई एउटै भावना छ, केवल भगवानको दर्शनको लागि। भगवानको दर्शन गर्न पाएपछि हामीलाई भयो, भगवानको स्तुति गर्न पाएपछि हामीलाई भयो। भगवानको मन्दिरमा गएर अहिले स्तुति नगरिकन भगवानको मन्दिर नखोज्नु है। सबभन्दा पहिले भगवानको मन्दिरमा पुग्ने, एकचोटि ताली बजाउने अनि साष्टाङ्ग गर्ने। के भन्नुपर्छ? जितन्ते पुण्डरीकाक्ष नमस्ते विश्वभावना नमस्ते ऋषिकेश महापुरुष पूर्वज भनेर ताली खोलेर अनि मन्दिरमा गए। अनि भगवानलाई कौशल्य अनि उत्थापन गर्ने, स्तुति गर्ने, उत्थापन गर्ने अनि भगवानको सेवा गर्ने। केवल हामीलाई स्तुति गर्नु परेको छ। भगवानको स्तुति गाउँछौँ, हाम्रो उद्देश्य भनेको त्यही हो। अरू कुनै उद्देश्य हाम्रो छैन। भगवानको स्तुति गर्ने हाम्रो कर्तव्य हो। हामी भगवानको स्तुति गर्ने आत्मा। योभन्दा श्रेष्ठ पुरुषार्थ अरू के हुनु, अरू के हुन सक्छ? त्यही हुनाले हे द्वारपाल हो, जान दिनुहोस् भनेर ती ब्रजवासी गोपीहरूले बुढामालाई यसरी प्रार्थना गर्नु हो। प्रार्थना गरिसकेपछि अनि चित्त बुझाउनेलाई बाहिरको ती ब्रजवासीहरूको गन्थन, ती दिव्य भगवानको प्रेममय भावपूर्ण बाणी सुन्न पाए। त्यसो भए के भगवानको दर्शन गरेर मागेर फर्किन्छौँ त? हामीलाई भगवानको दर्शन दिन पाए भयो, गर्न पाए भयो। हामीलाई जान दिनुहोस्। त्यसो भए जाऊ त जाऊ, ढोका खोल्न जाऊ भने द्वारपाल। हामी आफै ढोका खोल्दैनौँ। ढोका खोल्दैन को त भन्दा, ढोका खोल्दैन भनेको आचार्य, ज्ञानदाता आचार्य नै द्वार खोलिदिनेवाला द्वारपाल हुनुहुन्छ। को भन्दा रामानन्द स्वामी। रामानन्द स्वामीले नौवटा ग्रन्थ बनाउनु भयो। नौवटा ग्रन्थ तयार गर्नु, यति रहस्यमय बनाउनु हो। ती ग्रन्थ हामीले सबै ग्रन्थ सुन्न पाए पनि छैनौँ, पढ्न पाएका पनि। हामीले श्री भाष्य, गीता भाष्य आदि आदि पढ्यौँ, हेऱ्यौँ, सुन्यौँ। त्यस्तै अरू अरू ग्रन्थ पनि छन्। पुरा रहस्यले हाम्रा आचार्यश्रीहरूले पुरै अनुभव गर्नुभएको छ। हामीले अरू केही पढ्न सकिएन भने पनि आचार्यश्रीले यति गर्नु है भनेको वस्तुलाई हामीले गऱ्यौँ भने शिष्यलाई पुग्छ, धेरै चाहिँदैन। र आचार्यद्वारा पाएको वस्तुलाई चाहिँ राम्रो अनुभव गर्नु पर्यो। आफ्नो स्वरूपलाई ख्याल राख्नु पर्यो। पहिले स्वस्वरूप, आफ्नो स्वरूप हेर्नु भनेको छ। त्यसपछि परस्वरूप, अनि भयो पर अनि परस्वरूप भगवानको स्वरूपलाई हामीले हेर्नु पर्यो। अनि विरोधी स्वरूप त्याग्नु पर्यो। यसरी हामी आफू भुल्दैनौँ। भगवती प्रेम बन्धुरम कपाटम कृपया समुद्घाटयतु भगवान्। तपाईँले खोलिदिनुहोस्, हामी खोल्दैनौँ भनेर प्रार्थना गरेपछि त्यति बेला हामी भगवानको द्वारको मणिमय कपाट, दिव्य मणिमय ढोका, हिरामती मणि जडित आगो सर्रक्क खोलिदिनु हो आचार्यश्रीले। अब जति बाहिर भएका गोपी डुडु पसे भित्र भक्त वत्सल भगवानको भाष्य
दरबारमा प्रवेश गरेपछि आनन्दित भए, हर्षित भए। अब यता त्यहाँ नन्दबाबा हुनुहुन्छ, त्यहाँ भगवान् कृष्ण सुत भएको छ, त्यहाँ बलराम, त्यता यशोदा, उता लीलादेवी। अब यसलाई फेरि गोलामा त्यहाँ बसेर केही अनुभव गरेर अब आजदेखि त्यहाँ भोलि यति बेलासम्म अनुभवै गरिरहन्छ र भोलिको गाथामा प्रत्येकलाई उठाउँछ। अति राम्रो प्रसङ्ग छ आजको प्रसङ्ग। आचार्यहरूले द्वार खोलिदिनु भयो। सबै गोष्ठीहरू 15 दिनसम्म गरेको यो दुःख कष्टले गरेको व्रतको फल के पाए? भगवानको सन्निधिमा ढोकाबाट द्वारबाट भित्र प्रवेश पाए, वहाँ पुगे भन्नेसम्म कथा आजको प्रसङ्ग बताइयो। हाम्रो